सन् 2013 काठमाडौँको कुनै एउटा कुनामा एउटा अन्डरग्राउन्ड र्याप ब्याटल भइरहेको छ। स्टेजमा यमबुद्धले होस्ट गरेको यो ब्याटलमा एउटा केटा उभिन्छ। आफ्नो अपोजिसन ब्याटल र्यापरलाई रिबटल गर्ने क्रममा उसले भन्छ, हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थिएन। त्यो दिन कसैले सोचेन कि त्यो लाइन प्रोफेसी बन्छ भनेर, तर इतिहासले त्यही गर्यो। यो कथा हो बालेन्द्र शाहको, र सबैभन्दा ठुलो कुरा यो कथा हो हाम्रो जेनेरेसनको। नमस्कार र तपाईहरूलाई स्वागत छ एनएचए नेटवर्कको दोस्रो भिडियोमा। यहाँ हामी नेपाली म्युजिक र नेपाली हिपहप कल्चरको कुरा गर्छौँ र आज हामी एउटा यस्तो स्टोरीको बारेमा बोल्दैछौँ जुन सुन्दा अझै पनि अविश्वसनीय लाग्न सक्छ। नेपालमा एउटा र्यापर जसले आफ्नो सङ्गीत मार्फत भ्रष्टाचार, गरिबी, न्याय र यो देशको दुःखको बारेमा बोले, अनि त्यही र्यापर काठमाडौँ महानगरपालिकाको मेयर हुँदै सिङ्गो देश नेपालकै प्रधानमन्त्री बन्न पुगे। वैशाख 14, 2047 साल काठमाडौँको नरदेवीमा बालेन्द्र शाहको जन्म भयो। नरदेवी पुरानो काठमाडौँको मुटु, जहाँ एकातिर मन्दिरको घन्टी बज्छ भने अर्कोतिर सडकको केओस, जहाँ हेरिटेज र रियालिटी दुवै एकैसाथ बाँचिरहेका छन्, र यही ठाउँमा बालेन हुर्कन्छन्। बालेनको मनमा सानैदेखि दुईवटा अलग अलग दुनियाँ थिए। एकातिर थियो सिभिल इन्जिनियरिङको दुनियाँ, जहाँ लोजिक, ब्लुप्रिन्ट र स्ट्रक्चरको कुरा हुन्छन्। अर्कोतिर थियो म्युजिकको दुनियाँ, जहाँ उनले रिदम, वर्ड्स र फिलिङ्सका कुरा गर्छन्। जे देख्यो, जे भोग्यो, त्यसलाई आर्टमा ढालेर उनले कलम चलाउँछन्। यो थियो 2000 को दशक। अमेरिकाबाट आएको हिपहप कल्चर बिस्तारै काठमाडौँको गल्लीहरूमा पस्न थालेको थियो, र त्यति बेला हिपहप कल्चरलाई लिएर नेपाली समाजको रियाक्सन भने फरक थियो। यो ट्यापे, आवारा र गलत सन्देश बोक्ने वेस्टर्नको जनर भनेर संज्ञा दिइने गरिन्थ्यो। यही प्रिजुडिसको बीचमा बालेनले माइक उठाउँछन् र आफ्नो सङ्गीत मार्फत समाज र देशका तीता यथार्थलाई सम्प्रेषण गर्छन्। 2012 बालेनले उनको पहिलो गीत सडक बालक रिलिज गर्छन्। यो गीत ती बच्चाहरूको बारेमा थियो जो सडकमा हुर्कन्छन्, जसलाई समाजले बिर्सन्छ र जसको अस्तित्व सिस्टमले देखेको हुँदैन। एउटा इन्जिनियरिङ स्टुडेन्टले लेखेको यो गीत एउटा युवाको सोसियल अडिट हो, जहाँ उनले आफ्नो टेक्निकल आँखाले नेपालको इन्फ्रास्ट्रक्चर र ह्युमनको ग्याप्स देख्छन्। पछि उनले मेयर भएपछि एक्ज्याक्टली यही इस्युमा काम गर्छन्, चाइल्ड लेबर विरुद्ध र इन्क्लुसिभ हेल्थ सर्भिसको लागि। अनि आयो 2013 रबर्ट्स, नेपालको सबैभन्दा चर्चित र्याप ब्याटल प्लेटफर्म। त्यति बेलाका चर्चित र्यापर लेट यमबुद्धद्वारा होस्ट गरिएको र्याप ब्याटलमा बालेन र लिटल ग्रिजल प्रतिस्पर्धा गर्दै थिए, र र्याप ब्याटलकै दौरानमा रिबटल गर्ने क्रममा भनिएको हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन, यो लाइन अहिले निकै चर्चाको विषय बनेको छ। उनले अहिले हिस्ट्रीलाई नमज्जाले चेन्ज गर्न सफल पनि भएका छन्। 2014 बालेनले रिलिज गरे म नेपाल हाँसेको हेर्न चाहन्छु। एउटा नेपाल जहाँ भ्रष्टाचार छैन, एउटा नेपाल जहाँ इन्स्टेबिलिटी छैन, र एउटा नेपाल जो साँच्चीकै हाँसोस्। अनि आयो बलिदान, उनको सबैभन्दा अनेस्ट ट्र्याक। यो गीतमा बालेनले खुलेर कुरा गरेर अट्याक गरे ती लिडर्समा जसले जनतालाई बिट्रे गरे, ती पोलिटिसियन्समा जसले करप्सनलाई सिस्टम बनाए, र त्यो स्ट्रक्चरमा जसले नेपाललाई दशकौँसम्म पछाडि राख्यो। 2015 नेपालको महाभूकम्प, जसमा हजारौँ घरहरू एकैछिनमा माटोमा मिल्छन्, हजारौँ मानिसहरूले ज्यान गुमाउँछन्। बालेन एक सिभिल इन्जिनियर थिए। उनले त्यति बेला देखेको त्यो डिजास्टर केवल प्राकृतिक थिएन, बिल्डिङ्स स्ट्यान्डर्डमा थिएनन्। रिकन्स्ट्रक्सन फन्डमा भ्रष्टाचार किन भयो, सोझा जनता ठगिएका थिए। यही प्रश्नहरूले बालेनलाई एउटा रियलाइजेसन दिन्छ, बाहिरबाट चिच्याउनु पर्याप्त छैन, सिस्टम भित्रै पस्नुपर्छ। र्यापर बन्नु उनका लागि सुरुवात थियो,
इन्जिनियर बन्नु फाउन्डेसन थियो, तर अब सिस्टमभित्र पसेर काम गरेर देखाउने उनको मिसन भयो। 2018मा उनी इन्डियाबाट मास्टर्स इन स्ट्रक्चरल इन्जिनियरिङको अध्ययन सकाएर नेपाल फर्किन्छन्। उनले बालेन कन्सल्टिङ नामको कन्सल्टेन्सी खोल्छन्, तर देशको नीतिगत सुधार र संरचना नै फेर्ने मिसनमा जुट्छन्। 2022 काठमाडौँको मेयर इलेक्सन। एकातिर थिए इस्टाब्लिस पार्टीका नेताहरू, दशकौँ वर्षको राजनीतिक अनुभव, पार्टीको रिसोर्सेस र पुरानो नेटवर्क, र अर्कातिर थिए बालेन, स्वतन्त्र उम्मेदवार, एक ऱ्यापर, स्ट्रक्चरल इन्जिनियर र एउटा जेनेरेसनको आवाज। त्यति बेला सिस्टमले प्रेडिक्ट गर्यो इस्टाब्लिस पार्टीहरूले नै जित्छन्। जनताले भने अर्कै प्रेडिक्सन गरिसकेका थिए र बालेनले जिते। ऐतिहासिक जित जिते। नेपालले स्वतन्त्र युवकले देशको राजधानी काठमाडौँ महानगरपालिकाको मेयर जितेको पहिलो पटक देख्यो। मेयर बालेनले काम गरे। जनताले मेयरको आवाज हुने गरी काम गरे। उनले इलिगल संरचनाहरू क्लियर गरे। सार्वजनिक जग्गा रिकभर गरे। काठमाडौँको हेरिटेज साइट्सहरूलाई प्रिजर्भ गरे। सरकारी विद्यालयहरूलाई सुधार गरे। बुक फ्री फ्राइडेज जस्ता क्रिएटिभ प्रोग्राम्सहरूको सुरुवात गरे। स्वास्थ्य सेवालाई आम मानिसहरूसम्म पुर्याए। 2025 नेपालका युवाहरू काठमाडौँ लगायत नेपालका प्रमुख सहरहरूको सडकमा ओर्लिन्छन्। यो जेनेरेसन जेड थियो, जो सोसियल मिडियामा हुर्केको थियो, जसले करप्सनलाई एक्सेप्ट गर्न मानेनन्, जसले यस्तै त हो नि नेपाल भन्ने एक्सक्युज सुन्न मानेनन्। र यो प्रोटेस्टले भिन्न रूप लियो र एउटा नाम बारम्बार उठ्न थाल्यो, बालेन। त्यति बेलाको काठमाडौँको मेयर। तत्कालीन सरकार ढलेपछि नागरिक सरकार बनाउने क्रममा बालेनलाई युवाहरूले प्रधानमन्त्रीको लागि प्रस्ताव गर्छन्। जनवरी 2026 बालेनले मेयरको पदबाट राजीनामा दिन्छन् र राष्ट्रिय स्वतन्त्र पार्टी जोइन गर्छन्। पुराना राजनीतिक दलका नेताहरूलाई लक्षित गर्दै सन्देश दिन्छन्, हामी आउँदैछौँ। झापा 5 उनका अपोनेन्ट थिए केपी शर्मा ओली, नेपालको सबैभन्दा पावरफुल र इस्टाब्लिस्ड लिडर, दशकौँको पोलिटिकल करियर भएका पूर्व प्रधानमन्त्री। यो चुनावमा भारी मतान्तरका साथ पूर्व प्रधानमन्त्रीलाई हराउँदै बालेनले शानदार जित हासिल गर्छन्। एउटा ऱ्यापर, इन्जिनियर, मेयर हुँदै सुरु गरेको यात्रा अब देशकै प्रधानमन्त्रीमा लक्षित हुँदै अघि बढेको छ। बालेनले फेरि इतिहास रचे, परिवर्तनको लहर नै ल्याए र यो परिवर्तनले भन्दैछ नेपालको एउटा नयाँ च्याप्टर सुरु हुँदैछ। एउटा च्याप्टर जहाँ युथको भोइस सुनिन्छ, जहाँ आर्ट र एक्सन अलग कुरा होइनन्, र एउटा यस्तो च्याप्टर जुन हामी सबै मिलेर लेख्नेछौँ। अब कुरा गरौँ प्रधानमन्त्री हुनुभन्दा एक दिन पहिले। हिजो साँझमा बालेनले आफ्नो आधिकारिक युट्युब च्यानलमा ओरिजिनल्ली 1 दशक अगाडि रेकर्ड गरिएको जय महाकाली गीतलाई नयाँ भिजुअल्स र रिमास्टर्ड भर्जनमा अपलोड गरेका छन्। फोसिल र क्रोनिक बिट्सको प्रोडक्सन रहेको यो गीतमा बालेनले स्वप्नेललाई फिचर गरेका छन्। यो गीतमा उनको इलेक्सन क्याम्पेनका दृश्यहरू देख्न सकिन्छ, साथै राष्ट्रिय एकता, देशभक्ति र नेपालमाथिको गर्वका सन्देशहरू छन्। इतिहासलाई बदल्ने अठोट लिएका र बदलिरहेका बालेनले नेपाली म्युजिक इन्डस्ट्रीमा पनि अर्को इतिहास रचेका छन्। अपलोड गरेको 2 घण्टाभित्रमै 1 मिलियन भ्युज क्रस गरेको उनको गीतले युट्युबमा दर्शकको बाढी नै ल्याएको देखिन्छ। देशको प्रधानमन्त्रीले सङ्गीत मार्फत आफ्ना कुराहरूलाई व्यक्त गर्दै गर्दा नेपाली म्युजिक र हिपहप कम्युनिटी यो क्षणको गर्व नगर्ने त कुरै भएन। र सन्देश सरल र सजग छ। नेपाली ऱ्याप सङ्गीत निश्चल छ, पोटेन्सियलले भरिपूर्ण छ। त्यसैगरी आज 12:34 जाँदा रामनवमीको पवित्र दिन पारेर शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ खुवाएका छन्। नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता। अब बालेन देशको प्रधानमन्त्री भएसँगै थप जिम्मेवारी पाएका छन्। उनको आगामी 5 वर्षको कार्यकालमा उनले के कस्ता काम गर्छन् त्यो त हेर्न बाँकी नै छ, तर आशा छ बालेनले हामी सबैलाई हामीले सोचे बमोजिमको डेलिभर गर्नेछन्। 2013 देखि 2026 को यात्रा क्रममा बालेनले हामी सबैलाई एउटा
पाठ सिकाएका छन्। चाहे तपाईँ एउटा ऱ्यापर, पेन्टर, राइटर, फिल्म मेकर वा चाहे तपाईँ आफ्नो घरमा आफ्नो काममा आफ्नो सपनामा लागिरहनु भएको एउटा साधारण मान्छे, परिवर्तन सत्य र असल चिजका लागि आफ्नो ठाउँबाट आवाज उठाउन छाड्नु हुँदैन। व्यक्ति परिवर्तन, आफूमा परिवर्तन आए देशले पनि मुहार फेर्छ। सत्यको सधैँ जित हुन्छ र सत्कर्म गर्नेलाई सबै कुराले साथ दिन्छ। एनएचए नेटवर्कको आजको भिडियोमा हामी सबैको अभिभावक बालेन शाहको जर्नीलाई प्रस्तुत गर्यौं। आउने दिनहरूमा इम्प्याक्टफुल आर्टिस्टको सन्देश र सङ्घर्षलाई लिएर आउने नै छौँ। हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? थप ऊर्जा र प्रोत्साहनको लागि एनएचए नेटवर्कलाई सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला। नेपाली इतिहास बनाउने मान्छेहरूका थप कथाहरूको लागि र बालेन शाहलाई सम्पूर्ण नेपालको तर्फबाट धन्यवाद र सफल कार्यकालको शुभकामना। आइएको मधेसिया पीएम बनने वाला है, वहीला घंटी में वोट नहीं रहेंगे। सही लोग आने वाला है, वहीला घंटी में वोट रहेंगे। सही समय आने वाला है, वहीला घंटी में वोट रहेंगे। सही सरकार आने वाला है, वहीला घंटी में वोट रहेंगे। सब गोरा के फेरू मन से धन्यवाद।